नमस्कार, म वासुदेव अधिकारी 5 तरे। मैले हिजो सडकमा एउटा श्रमिकले पेट्रोल छर्केर आफ्नो आत्मदाह गरे। त्यसबाट म निस्तब्ध भएको छु र मैले त्यो एउटा सडक को मान्छेको अवस्था देखेर एउटा कविता मैले लेखेको छु। सम्पूर्ण पाठकहरुमा मेरो कविता वाचन गरेर फेसबुकमा हाल्ने जमर्को गरेको छु। कस्तो हुन्छ यसो समीक्षा गरेर कविता सुनेर यहाँले प्रतिक्रिया दिनुहुनेछ भन्ने मैले आशा गरेको छु। मेरो कविताको शीर्षक छ सपना जल्यो। गणेश नेपालीको सपना जल्यो, महँगिएको पेट्रोलसँगै शरीर जल्यो, प्रियसीको सिन्दुरसँगै भाग्य जल्यो, सन्तानको मायासँगै काख जल्यो, आमाको आशा र भरोसासँगै घाउको मलम र सिटामोल जल्यो, श्रमिक मजदुर र भुइँ मान्छेको भाग्य र भविष्यसँगै गाँसिएको श्रद्धा भक्ति र अमन चयनको आड भरोसाको सपना जल्यो, राज्यको अस्मिता र इज्जत जल्यो, शासकको अकर्मण्यता र व्यथितिको दम्भ घमण्ड र अहंकार जल्यो, देशको स्वाभिमान र न्याय जल्यो, लाखौं नेपालीको मर्म र भावना जल्यो। तर गणेशको श्रम र पसिना र मेहनत अनि संघर्षका कथा व्यथा र इतिहास, विरोध र प्रतिकारको हिम्मत जलेको छैन। उनको वीरताको निशाना र छाप भने कालो बादल उघारी जुन घाम बनी कालान्तरसम्म जीवितै रहनेछ। मात्र उनको देह जल्यो अनि जीवनभरको सुनौलो सपना मात्र जल्यो, जीवनभरको सुनौलो सपना मात्र जल्यो। धन्यवाद।